हेलो जय नेपाल नमस्कार। आज पनि यो घन्टी साथीहरूलाई उत्तर दिनु पर्यो। फेरि उत्तर खोजिरहेछन्, दिनुपर्ने छ। घन्टीमा भोट किन नहाल्ने भनेर सुन्नुहोस् है त। मैले घन्टीमा भोट किन नहाल्ने भन्ने कुरा चाहिँ तपाईँहरूभन्दा घन्टीलाई समर्थन गर्ने पहिलो व्यक्ति कालिम्पोङमा म थिएँ होला। पहिला सुरुमा 79मा ती घन्टीले जित्छ, राम्रो व्यक्ति आउनुपर्छ भन्ने कुरा तर्क राख्ने म पनि युवा हो। तपाईँहरू जस्तो अहिले यो माहौलको पछाडि कुद्दिनवाला थिइनँ। त्यतिखेर कोही पनि व्यक्ति खुलेर लेख्न सक्दैन थिए। म मात्रै होला कालिम्पोङमा कि खुलेर लेख्दै थिएँ चितवनमा रवि लामिछाने जित्छ भन्ने कुरा मैले लेख्थेँ। धेरै दाइहरूले अलिअलि गाली गर्नुहुन्थ्यो होइन। पछिल्लो चरण सङ्घीय चुनावमा घन्टीमा भोट हालेकै हो। काङ्ग्रेसको उम्मेदवार थिए, यता नि गठबन्धन उता नि कसले व्हिप जारी मान्छ, कसैले व्हिप मान्दैन भनेर सङ्घीय चुनावमा घन्टीमा भोट हालेकै हो। पछिल्लो लटमा आइसकेपछि चाहिँ गतिविधि हेरे, घन्टीको माहौल पनि बढ्यो, अलिअलि बढ्यो होइन, मान्छेहरू पनि बढे। अनि त्यो बढ्दै गइसकेपछि मैले ती घन्टीका नेतालाई नै हेर्न लागेँ क्या। ती अहिलेका दोलखाका नेता, समग्र नेताहरू हेर्न लागेँ। चितवनको रवि लामिछाने होइन, कस्ता व्यक्ति भन्दाखेरि एउटा सामान्य कुरा नागरिकताको विषयमा उसलाई थाहा छैन। देशको सभापति, त्यो उसको स्वतन्त्रको भावी प्रधानमन्त्री हुनेलाई एउटा नागरिकता विषयमा थाहा छैन, कानुनको विषयमा थाहा छैन। अनि यो भुलगुलको पछि लाएर हुँदो रहेछ भन्ने मानसिकता चाहिँ अनि दोलखामा हेरेको जगदीश खरेल दाईलाई मैले भेटेर भोट हालिसकेपछि भेटिसकेपछि एकचोटि भेट दाई हामीले हालिदिएका छौँ भन्थ्यौँ सङ्घीय चुनावमा। पछिल्लो लट तिनको गतिविधि हेर्दाखेरि मलाई ठिक लागेन। न तिनले भ्रष्टाचारीको मुद्दा उठाउँछन् दोलखामा, न तिनले दोलखाको समस्याको विषयमा यसो काहीँ लेख्छन्, काहीँ बोल्छन्, काहीँ बोल्दैनन्। बरु बर्मा लामाले अलिअलि अख्तियारमा अप्परको तामकोसी अख्तियारमा मुद्दा हाले। अनि त्यो चरीकोट मुडेको बाटोको निम्ति त्यहाँ आन्दोलन गरे होइन, उसको बर्मा लामा टोलीले, काङ्ग्रेसको बर्मा टोलीहरूले, दाइहरूले। अनि पछिल्लो लटी फेरि यो घन्टीको अभिव्यक्ति हेरेको सामाजिक सञ्जालमा होइन, अहिलेको हाम्रो सांसदको अभिव्यक्ति। म त्यो भक्तपुरमा त्यो जगतीमा जहिले पनि के अरे घलातेमा जहिले पनि ट्राफिक चेक हुन्छ त्यहाँ होइन। अनि त्यो घलातेको चाहिँ म त्यहीँ देखिरहेको हुन्छु, जहिले पनि चेक हुन्छ। अनि त्यो घलातेको ट्राफिक चेकिङको फोटो खिचेर अनि अन्तको ट्राफिक बिटको चाहिँ त्यो कुकुर मारेको फोटो भनेको ट्राफिक बिटमा राखेको कुकुर चाहिँ मरेको कुकुरको त्यो बिटमा राखेको त्यो फोटो खिचेर सामाजिक सञ्जालमा हालेर छन् क्या। अनि मैले तिनलाई दाइ यस्तो किसिमको अभिव्यक्ति चाहिँ नदिनु न, पोजिटिभ तरिकाले नि कहिलेकाहीँ सोच्नुपर्छ भनेर कमेन्ट गरेको थिएँ। तपाईँ जस्तो सांसदले अलि नेगेटिभ होइन पोजिटिभ तरिकाले सोच्नुपर्छ होइन भनेर यो चाहिँ यसो यो ट्राफिक चाहिँ त्यहाँ गाडीले कुकुर मार्यो र बढी क्षति नहोस्, क्षतिविशेष नहोस्, बढी दुर्घटना नहोस् भनेर चाहिँ उसले आफ्नो बस्ने ठाउँमा लिएर आएको हो दाइ। यसलाई चाहिँ तपाईँले अतिरञ्जित नगर्नुहोस् होइन, यो समाजलाई चाहिँ उत्तेजनाको राजनीति नगर्नुहोस् भनेर मैले कमेन्ट गरेको थिएँ। त्यो कमेन्ट समेट डिलिट गरेर मलाई मेसेज गरेको थिएँ होइन। अनि भेटेर कुरा गरौँला हेनतेन भनेर कुरा गरेको थिएँ होइन। अनि मैले पछिल्लो लटमा तिनका अभिव्यक्ति हेरेँ नि, त्यो इन्जिनियर भन्छन्, यो फिल्डमा हामी इन्जिनियर फिल्मले नै हिँडिरहेछौँ। अनि तिनका अभिव्यक्ति सुन्छु एकदम निराशाको अभिव्यक्ति क्या। उत्तेजनाको राजनीति, भ्युज कमाउनु लोभ, लाइक कमाउनु लोभ। तिनको एउटा एजेन्डा भन्नुहोस् न, दोलखाको एउटा एजेन्डा के छ? केही छ? कार्यकर्ताले सोच्यो भने कार्यकर्ता गालीभन्दा केही गर्दैनन्। अनि त्यो एउटा जुत्ताको रगतको जुत्ताको फोटो देखायो, अनि 66जना कतिजना 77 कतिजना मारेको त्यो फोटो देखायो, अनि भोट माग्यो। अनि काङ्ग्रेसलाई नि गाली छ, एमालेलाई नि गाली छ। हेरि नसक्नुपर्छ त गाली, फेरि सभ्य भन्ने चिज त छँदै छैन। अनि मैले अहिले माहौल छ नि, म यो माहौलको पछि चाहिँ हिँड्ने साथी हो। म अहिले यहाँ माहौल घन्टीलाई समर्थन गर्नु, लाइक बेसी आउला होइन, भ्युज बेसी आउला, मलाई मतलब छैन, मलाई चाहिएन त्यो। समाजलाई चाहिँ त्यस्तो किसिमको अभिव्यक्ति दिने चाहिँ मलाई, म आफू पनि गर्दिनँ, मलाई पनि चाहिएन। त्यो भएको हिसाबले योचोटि घन्टीलाई भोट कसैले पनि नदिनु होला। बुद्धि एकचोटि हेर्नु, सोच लाउनुहोस्। तपाईँसँग नि माइन्ड छ, सबैसँग माइन्ड छ, धेरथोर सबैसँग माइन्ड छ, माइन्ड
त्यो भएको हिसाबले तपाईलाई पनि मानिन्छ, धेरथोर हामीले पनि बुझेका छौँ। त्यही भएर नेताको अनुसँग उ गर्नु होला। पछि म अजय बाबुलाई फेरि अर्को किन भोट दिने भन्ने विषयमा फेरि बोल्छु। उसले भ्रष्टाचारीको विरुद्धमा के गरिछन् भने धेरैलाई थाहा छ। गोकुल बास्कोटाको काण्ड, मोहरा काण्ड, होइन, त्यो प्रिन्टिङ प्रेसको काण्डहरू धेरै निकालेका थिए। उसलाई मार्न समेत पनि खोजेका थिए अजय बाबु दाईलाई, होइन, बल्ल बल्ल बचेका थिए उहाँले, होइन। त्यो भएको हिसाबले योचोटि चाहिँ रुख चिन्हमा मतदान गर्नु होला सबैले। हस्, जय नेपाल, नमस्कार।